यो गाउँघरको रमाइलो अलग हुन्छ। हाम्रो यहाँ मिस ज्योति शर्मा पनि गाउँघरमा हरियालीलाई विचरण गर्न आउँदै हुनुहुन्छ। ल प्लान्टहरू हेर, ल ग्रिनरी हेर, जतासुकै तिम्रो यो कुन प्लान्ट हेर त, हेर यो प्लान्ट होइन। अहिले तिमीलाई एकछिनमा म मनी प्लान्ट पनि देखाइदिन्छु होइन। गाउँमा अनेकौँ प्लान्ट हुन्छ। ल यो पनि कति राम्रो प्लान्ट, त्यो प्लान्ट होइन, जता हेऱ्यो त्यति प्लान्ट। हो माई गड, यो बजारमा भयो भने यो 1500 पर्छ। अब यहाँ गाउँमा यति सस्तो छ, प्लान्टै प्लान्ट। लु यहाँनिर राख्दैछ है। ल अनि यहाँ हामी चाहिँ यसो गाउँघरमा यो खोला काल्सीमा हेर्दैछौँ, भ्लग बन्दैछ होइन। अनि योलाई हेर, यो भनेको तामाको आमा हो। यो तामाको आमा हो। यो तामाको आमा। यो पखेरीमा हिँड्नु डुल्नुको छुट्टै मजा हुन्छ। अब हामी एकछिनमा तपाईँलाई झुप्रा खोलामा लैजाँदैछौँ। झुप्रा खोला एकदम ठुलो उर्लिरहेको छ। पौडी खेल्न चाहिँ खोइ सकिन्छ सकिँदैन, तर झुप्रा खोलाको नजिकै जाने भन्ने हाम्रो कार्यक्रम रहेको छ। ल यो असारे भन्छ, कता कता नाम फरक पनि हुन्छ। मासुहरूमा पनि हाल्छन्, मिठो हुन्छ भन्छन्, तर हाम्रो गाउँघरमा सस्तै छ। कल खोला साइलेजी झरझर झरना, झरझर झरना, रात दिन साइलेजी तिम्रै सम्झना, रात दिन साइलेजी तिम्रै सम्झना। खोला अलि धमिलो छ, यद्यपि पानी यो राम्रो छ, जडीबुटी मिसिएको पानी हो, त्यही भएर धमिलो छ।